कस्तो दामी मुन, कस्तो दामी बाइक, लङ्गुर साथी। सो हेलो नमस्ते गाइस, के छ हालखबर, के छ? ओइ जङ्गी के हो, साइलेन्ट बलाएन त्यसै बत्ता छ हो, जङ्गिया छ महाकालो। के छ हो केटा हो हालखबर? सो गाइस हामी चाहिँ अहिले ग्रान्ड मिलमा छौँ, मालसाल फुकेर होइन के छ साथी? हामी कता जानु अरे? रक्सी खानु भन्नु त्यस्तो चाहिँ होइन यसले म्यापको बारेमा भन्दैछ अनि मैले सुन्नुपर्ने हुन्छ क्या, त्यति बेला चाहिँ म बोल्न मिल्दैन होइन। हामी चाहिँ जाँदैछौँ अहिले यसो नाइट सिटी राइड होइन। अब जहिले नि कामबाटै मात्र के फर्किरहनु सिटी होइन, कहिलेका चाहिँ यसो त्यही ठाउँ यसो रेकर्डै गर्न गइदिउँ न होइन, कहाँ काम गर्नु जाँदो रहेछु मैले भनेर। सो के लड्ला है साथी? झ्याङ्नी यो बाटोमा बस्नु मन छ भाइ, मलाई किन्दैन यार एउटा फ्ल्याट। धेरै सस्तो छ। सो गाइज फाइनली रोडमा आइपुगिसकेको छौँ हामी। हल्का कुदाउनु मन छ होइन, त्यस्तै बाटोबाट जानुपर्ने हुन्छ, त्यही बाटो खोजेर लास्ट छेउ पनि माथा ट्राफिक लाइटमा कुर्दा दिमाग खराब पान पराएको होइन। मोटरवे यताबाट रहेछ, एम्फे हानिदिउँ केही हुँदैन। सो गाइज हामी चाहिँ अहिले ग्रान्ड मिलमा छौँ, फेरि पनि तपाईँलाई 9:07 समाचारमा स्वागत छ हो क्या हो। हामी चाहिँ यताबाट अब बलमाइनतिर जाँदैछौँ, अर्को बलमाइन। सो let's head towards it. कस्तो दामी मुन देखा क्या, वाउ। अरे होइन होला तेरिका क्यामेरा छ नि, रेड लाइट स्पिड क्यामेरा भनेर त्यहाँ अघि नै लेखिन्छ यहाँ, यहीँ रहेछ बोडी त्यही छ, रेड लाइट स्पिड क्यामेरा भनेर। अनि म लगाएर हालिदिने हो क्या, झ्याप लाइट पुरै लाइट बल्छ नि, फोटो खिच्छ होइन, अनि फोटो पठाइन्छ कतिको स्पिडमा दिस् के दिस् भनेर। सो गाइस लेट्स गो। सायद होप आवाज आइरहेको होला होइन, मलाई चाहिँ आश छ अब आवाज आइरहेछ भन्ने। अब तपाईँहरूलाई आरेन्ज भने हालिदिन्छु, आरेन्ज भने आउँदैन भ्लगैमा आएको त्यति हो। गङ छ कि बङ छ? गङ छ कि बङ छ? बङ छ बङ छ। लौ यो चाहिँ के हो? कुदाउँदै यताउति गरिदिने।
एट दिस देख्या पनि छ कि छैन होला यतापट्टि नि बवाल सिटी लाइट्स ओ माई गॉश what a fucking beautiful view mate fucking beautiful view mate झ्याक्नी नेपाल भए अहिले मान्छे हुन्थ्यो होइन त नेपाल भए मान्छे हुन्थ्यो क्या जानुपर्ने चाहिँ हामी फक आज हामी 2-3 ब्युटिफुल ठाउँहरूमा जान्छौँ होइन अनि त्यसपछि बेलुका घर फर्किन्छौँ केटाहरू ट्रिपमा रोड टु रोड गरी किस्सा खतम लाग्छ हामी ड्रिममा छौँ साइडको स्टोरी हामी फिल्ममा छौँ so fucking beautiful कस्तो दामी यार नाइस वाउ लिटरली स्पिचलेस एकचोटि यहाँ राखेर फोटो खिच्नुपर्छ जस्तो यार साला पार्किङ गर्नु मिल्छ कि मिल्दैन रोड टु करोड गरी किस्सा खतम George सिटीतिर जाने नि त हामी मोजी केटी भेट्दा मेरो जिउ नै मेरो पर्फ्युम बस्न आउँछ अनि ए मैले
अलि त्यस्तो झारे केटलाई भेट्ला नाटक बेसी अलिक च्वाक भए पनि ल हो भन्नुमा म भए त चप्पल लगाएर गइदिन्थेँ म चाहिँ कसो मलाई छुट्टी भेट्न झ्याङ्नी कस्तो सुनसान क्या सिटी फाकिल कस्तो दामी राम्रो होइन रोड पनि माइला यो अन्त मेरी बसै सही मजा आयो आज नर्थ सिडनी गर्ल्स हाई स्कुल अभियसली मेरो साथलाई मनपर्छ बुढा क्या हेरेर रहेछ 400 meters turn left and do Celeron. कहाँ आइपुग्यौँ लाइभ ब्यान्ड्स एन्ड डिजेज Shirley Road पेसिफिक हाइवे सिधै पेसिफिक हाइवे कुदाउनु पर्छ क्या यस्तो दामी छ नि ब्रदर कोस्टल हाइवे रोड हो यो होइन यस्तो दामी दामी ठाउँ पुग्छ यार इमेजिन नि गर्न सक्दैन यस्तो राम्रो क्या अझ राइट माई गस मुट्टु किटिक खान्छ नि त दिनै छैन गोर्खाली गऱ्यो भेडा भइसक्यो सब म्या गर्दै पछि होइन बुद्धि भएको जति सब देश छोडेर भागिसक्यो लुप रोड रे केटाहरू ट्रिपमा न कस्तो सडे रामसाली सिडनी हामी सिडनी जाने होइन त Once per road. What a beautiful feeling, nigga. Nigga in the you can't. I can't. Lo, police को तो क्यों वहाँ bottom बेचना ले गया? ट्रक ड्राइवर ने ट्रक के छोड़ भाग दे क्या होए? ट्रक ड्राइभरले पुलिसको ट्रकै छोडेर भाग्दैछ त्यही कस्तो रमाइलो क्या खाली सिटी त्यहाँबाट होइन त हामी सेभेनी क्यामेरा रहेछ भने अल्छ्या हुन्छ क्या घरमा ल्याम्पमा फाइन आउँछ नि तनाव हुन्छ 5 डक पनि राम्रो छ है अहिले मेरो घर गएको क्या It's a pretty good vibe. I love it. I've been grown up with bikes, like every single day riding bikes, and then I can't like sleep at night without riding bike or without thinking of this bike. I can live without bitches, but not without a bike. I need a bike anyway, ma can't. Nigga. त्यही हो मा केटी सेटी नभए नि बाल छैन जिन्दगीमा हैन तर बाइक चाहिँ चाहियो मा केटीहरु नभए नि जिन्दगी चाहिँ मजाले चल्छ हैन राति मस्त निद्रा लाग्छ
तर बाइक चाहिँ हुनैपर्छ। बाइक भएन भने त तनाव जिन्दगी नै ग्रस्त जस्तो लाग्छ भने ओ लाला। त्यहाँ क्यामेरा छ क्या पछाडि? कस्तो दामी आवाज आएको क्या टनलमा त। प्राय काम यहीबाट आइरहेको हुन्छ होइन। कस्तो दामी देखा क्या उयो। Back to Anzac Bridge. Maybe my 10 viewers know about this bridge if they have been watching my previous vlogs. My vlogs are like for limited times. I just upload it for a short time and then again fucking out of YouTube, out of everything. No left or no right or nil. कटाडा तर राति त खाली नै हुनुपर्ने हो। राति त खाली नै हुनुपर्ने हो। होइन होला। Oi, Mats, oi.
के गर्छ यो ससेक्स स्ट्रिट कहाँ हो र एक राउन्ड ल्याइरहेको हो अहिले कहाँ थियो र पछाडि चाहिँ हो र यतैतिर पार्क हाल्यो राइट जान मिल्दैन तर घुमा टाढा पर्छ राइट जानी राइट नो राइट रन मजी एक राउन्ड घुमा टेरिका राम राम सिटी त कस्तो सुनसान हो आज त शुक्रबार शनिबार आउनुपर्छ क्या ओ मान्छेमा मेसेज हेर्ने हालतमै छैन होला त ल झ्याग्नी सोल्टीले जहाँ पायो त्यहीबाट लिएर हिँड्दा यो साइकलवाला त लास्ट टुडी भने ल भर्खरै बोला होइन त्यो बोल्न पाएन पहेँलो अरे कहाँ हो लेफ्ट हो हामी त भर्खर आयो नि त्यही भएर त अरू सिधै जा सिधै गएर आइ किन नि सिधा किन के भन्छ अनि मुजित के त्यो रेस्टुरेन्टमै छिराइदिने हो क्या अनि पार्क यतैतिर गर्ने ए उदय रहेछ ल त्यहाँ अगाडि रोक्नु सब्जी त अगाडि जानु पऱ्यो अब यतै अगाडितिर पार्क यो सिटीमा एउटा पार्किङ गर्नलाई राइट रन धेरै माथि त आएन नि कस्तो धेरै माथि याद छ है तँलाई हेर्न नो राइट रन फक यो सिधा जानुपर्ने हो क्या झिङ्ला हो कि हाल्ला हो हेलो नमस्ते गाइस टर्न लेफ्ट भन्दा छ नो लेफ्ट टर्न भन्छ त ए जानु मिल्दो रहेछ लेफ्ट जानु मिल्छ मोटर र
Jelas rambut. 4 people कि 6 people भने हो कि 4 भने पछाडि बस्न यो मुजी ब्याग के छैन सो गाइस हामी चाहिँ अहिले यहाँ सिटीतिर छौँ झ्याप छौँ होइन अलिकति बियर चाहिँ खाएर होइन ककटेल सक्टेल खाएर होइन So guys, we're heading towards our home, back to home. So it was a fucking hell of a day. It was literally so fun. My fucking friend is super drunk over there on the other side. Look at the view. What a beautiful view.